पनि मैले नमस्कार गरेँ आजको बिहानी। आज मिति 2083 साल 2 को महिना 11 गते हामी चाहिँ लालगढ सामुदायिक वन उपभोक्ता समूह र लालगढ सब डिभिजन वन कार्यालयको हातुरसहित हामी घुमेको। हामी भर्खरै सयपत्री वन जङ्गल घुमेर आयौँ। यो विशेष तपाईँहरू देखाउनु खोजेको यो खोला नालाहरू चाहिँ यो औरी खोला, यो हाम्रो कोक्सी खोला। यहाँ ट्र्याक्टरको डामहरू हेर्नु यो वन क्षेत्रमा पर्छ। यो ट्र्याक्टर हिँड्नु चाहिँ एउटा बालुवाहरू यहाँको यो वन पैदावार लान मिल्दैन, पाइँदैन। अब गाउँलेले सरसो कुरा गरेर सर यो गाउँलेहरूले चाहियो भने चाहिँ के हाम्रो प्रावधान हामीले के राख्नु सक्छौँ? अब आफ्नो घर बनाउनको लागि त्यो फोहोर है होइन, दुईवटा ट्र्याक्टरको लागि त्यसको लागि त्यसको लागि चाहिँ अब व्यावसायिक रूपले खनन बोलेको सर अगाडि व्यावसायिक रूपले ट्र्याक्टर गर्न पाइएन, बनेन लाग्छ कानुन लाग्छ अनि हामी उसलाई समातेर लग्छौँ अनि कारवाही गरिदिन्छ। भनेपछि त्यो हामीले व्यवहारिक रूपमा गाउँ ठाउँमा आफ्नो एरियाको आफ्नो उपभोक्ताले लानुको लागि त्यो हाम्रो सिस्टम छ नि एउटा पहिलादेखि बनाएको एउटा के उहाँहरू चाहिँ वडा कार्यालयमा जानु पर्यो, स्थानीय सरकार होइन, वन डिभिजन वडा कार्यालय स्थानीय सुरक्षा निकाय अनि सामुदायिक वनको समूह, अनि त्यहाँ चाहिँ सम्पर्क गरेर कति लाने हो के लाने हो होइन, कति टिप चाहियो के चाहियो भनेर सम्पर्क गरेर नम्बर सहित लानुभयो भने त्यो चाहिँ राम्रो हुन्छ होइन। नियम कानुनमा चाहिँ नियम कानुनले चाहिँ त्यसलाई छुँदैन, त्यहाँ चाहिँ व्यवहारिक रूपमा यो चाहिँ अनाविरमै यहाँ अन्त बाफ्रे यो यस्तो यहाँ खोला नालालाई एकदमै यो बालुवाहरूलाई चाहिँ एकदम रोक्नुपर्ने छ। कृपया हाम्रो व्यावसायिक रूपमा आउनुहुने दाजुभाइ दिदीबहिनी जो ट्र्याक्टर छ त्यो चाहिँ कन्ट्रोल गर्नु होला। सर देखिहाल्नुभयो यहाँ टिम छ, यो जम्मै सुरक्षा गर्नु तपाईँहरू सबैको कर्तव्य हो नि, होइन सर? यो व्यावसायिक रूपमा लाने भन्दा पनि यो वन जङ्गल किन अहिले नै चुरे विनाशको कारणले त्यो तराई क्षेत्रमा चाहिँ विशेष पानीको धेरै आकार भएको छ, धेरै आकार प्लस पर्यावरणीय क्षतिहरू पनि भइरहेछ। जाडोमा धेरै जाडो हुने, या जाडोमा गर्मी बढ्ने, गर्मीमा जाडो हुने, एकदम तीव्र गर्मी हुनेदेखि लिएर हिउँहरू पग्लिने र पानी सुक्खा हुने पनि भइरहेछ। यो खोलालाई यो चाहिँ अनाविरमा चाहिँ अझै प्रवेश नगरिदिनु होला भनेर यहाँ अनुरोध गर्दै अहिले हामी अब जाँदैछौँ। फर्किने भिडियो लगाएको छु, त्यसपछि माथि लाग्दैछ हामी यो कुरा सोध्दाखेरि। र विशेष धन्यवाद हाम्रो शोभामाझी लालगढ सामुदायिक वनको कोषाध्यक्ष हुनुहुन्छ, उहाँले यो भिडियो बनाइरहनु भएको छ। र सबै दाजुभाइहरूले यसैलाई हेरेर यो पहिला हरियो वन नेपालको धन थियो अरे होइन सर? अहिले नेपालको धन हरियो वन भने सुनाउन आएको छ। नेपालको धन हरियो वन, हामी जम्मैले वनकोलाई सम्पदालाई सुरक्षा गरौँ। यसबाट उपभोग गर्ने कुरा त छँदै नै छ। सुरक्षा प्लस उपभोग जीववनको नीति अनुसार चाहिँ हामी यो अहिले यो समिति पनि लागिपरेको छ। सबैको साथ सहयोग यो जङ्गल समितिको मात्रै सबैले सुरक्षा गरौँ भन्दै अहिले मैले यतिकै बिट मारेँ। धन्यवाद, जय वन।